करेन्ट खाएर करेन्ट लाग्यो है मलाई चाहिँ। हेलो साथीहरू, आज चाहिँ मलाई करेन्ट नुडल्स खान मन लाग्यो, त्यही भएर म करेन्ट चाउचाउ लिन जाँदैछु। ट्याक्कलाई स्कुटर स्टार्ट गरेँ, 2वटा करेन्ट लिइसकेको छु मैले। अब टक्क लगाएर घरमा पकाएर ट्याक्क बनाएर खाने है। करेन्ट नि घरमा आइपुगिसकेको छ। यो करेन्ट चाउचाउ चाहिँ अलि पिरो छ जस्तो लाग्थ्यो, हेरै डर लाग्ने। 2x स्पाइसी रे ओ माई गड, हेर्दै हो के हो यस्तो। मैले पानी तताउन राखिसकेको छु। यहाँ चाहिँ आलु बन्दैछ है। कुकरमा आलु पनि बनिसकेको छ र पानी पनि उम्लिसकेको छ। पानी उम्लेपछि चाहिँ हामीले करेन्ट चाउचाउ मजाले नफुटाइकन हाल्नुपर्छ है। फुटायो भने चाहिँ राम्रो हुँदैन, त्यही भएर पुरै सिङ्गै हाल्दिने हो कि। हालिसकेपछि चाहिँ उल्टी पुल्टी अर्कै फर्काइ गर्नुपर्छ। यो अर्कै फर्काइ गर्दा गर्दा यो चाहिँ हल्का हेर्नुहोस् न छुट्टिन लागिसकेको छ। हाम्रो यतापट्टि आलु नि आमाले पकाइसक्नु भएको छ। लगभग करेन्ट नि पाक्न लागिसकेको चाउचाउ। करेन्ट रेडी भइसकेको छ, यहाँनिर टक्क उम्लिसकेको छ। हामी यसलाई तार्छौँ मजाले होइन। तारिसकेपछि यसलाई हामीले प्लेटमा हाल्नेछौँ। प्लेटमा हालेर यस्तो भयो। त्यसपछि हामीले यहाँ प्याकेटमा करेन्ट चाउचाउ प्याकेटमा आउनेहरू सामानहरू हाल्नुपर्ने हुन्छ। यहाँ मसलाहरूमा चाहिँ खै यहाँ गेडागुडी पनि आउँदो रहेछ। यो मसला पुरै पिरो हुने मसला। अनि अर्को छ झन् डेन्जर पिरोवाला पनि हाल्नेछौँ हामी। खै यो पिरो हो कि के हो, रातो बनाउने चिज हो कि खै मलाई चाहिँ थाहा भएन, तर एकदम रातो चाहिँ। मसलाहरू हालिसकेपछि चाहिँ यो सबै मिसाउनु पर्ने हुन्छ। पर्छ अनि चाहिँ मिठो हुन्छ नि। फेरि सबै ठाउँमा मसला पुगिसकेको छ, हेर्नुहोस् त कस्तो सबै ठाउँमा पुगेको छ है। फेरि रातो न रातो खाजा चाहिँ रेडी भइसकेको छ। आलु पनि हालिसकेको छु, खाए ल। अब चाहिँ म यो खाँदैछु। कस्तो भएछ हेरौँ है। चिया गर्दा थुजे लास्ट टाइम 집에 가야지. पिरो चाहिँ अति थियो है, सिद्धिसकेको छ है। मेरो यो भिडियो मन पराइदिनु भयो भने लाइक सेयर, मन पर्यो भने चाहिँ लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि युट्युबमा सब्सक्राइब पनि छैन, सब्सक्राइब चाहिँ गरिदिनु होला है। यति चाहिँ। हस्त नमस्ते, बाई बाई।